नमस्ते। आज हामी एउटा यस्तो प्राचीन रहस्यको पर्दा खोल्दैछौँ जसले जीवन शक्तिमा महारत हासिल गर्ने कुञ्जी लुकाएर राखेको छ। यो ज्ञान हजारौं वर्षदेखि महान योगीहरूको बीचमा मात्र सीमित थियो र यसले हाम्रो बुढ्यौली, थकान र चेतनाबारेको बुझाइलाई नै पुरै बदल्न सक्छ। एउटा प्रश्नबाट सुरु गरौँ न। के यस्तो हुन सक्छ कि हाम्रो शरीरबाट कुनै अदृश्य ऊर्जा, कुनै जीवन शक्ति थाहै नपाई निरन्तर बाहिर चुहिरहेको छ? आज हामी यही प्रश्नको गहिराईमा पुग्नेछौँ। साधारणतया हामी के सोच्छौँ? समय बित्दै जाँदा शरीर बुढो हुन्छ र धेरै काम गरेपछि थकान लाग्छ। तर प्राचीन योगीहरूको दृष्टिकोण एकदमै फरक थियो। उनीहरू भन्थे बुढ्यौली र थकानको असली कारण समय वा काम होइन, असली कारण हो शरीरबाट जीवन शक्तिको निरन्तर चुहावट। ल, अब यस विषयको गहिराईमा जाउँ। हाम्रो पहिलो खण्ड हो अदृश्य ऊर्जाको रिसाव, एक यस्तो समस्या जसको बारेमा सायद 99% मानिसहरूलाई थाहै छैन। हो, यो कुरा सुन्दा अचम्म लाग्न सक्छ, तर सत्य यही हो। लगभग हामी सबै यो अदृश्य ऊर्जा चुहावटबारे पुरै अनजान छौँ। यो प्रक्रिया यति सामान्य भइसकेको छ कि हामी यसलाई जीवनको एक प्राकृतिक हिस्सा मात्र मान्छौँ, तर यो त सत्यको एउटा सानो अंश मात्र हो। अब यो ऊर्जाको चुहावटलाई राम्ररी बुझ्नको लागि हामीले पहिले जीवनशक्तिको आधारभूत सिद्धान्तलाई बुझ्नुपर्छ। त्यसैले हाम्रो दोस्रो खण्ड यही हो, जीवनका 5 धाराहरू। यहाँ हामी प्राण र यसका 5 रूपहरूबारे चर्चा गर्नेछौँ। जब हामी प्राणको कुरा गर्छौँ, यो सास फेर्ने क्रिया मात्रै होइन, यो त त्यो ब्रह्माण्डीय ऊर्जा हो, त्यो जीवन शक्ति हो जसले हामीलाई ताराहरूदेखि लिएर अस्तित्वको हरेक कणसँग जोड्छ। सास त केवल त्यो महान ऊर्जालाई शरीरभित्र ल्याउने एउटा माध्यम मात्र हो। योग विज्ञानले शरीरभित्रको यही प्राण ऊर्जालाई 5 अलग अलग धारामा बाँडेको छ। प्राण, अपान, समान, उदान र व्यान। यी सबैको शरीरमा आफ्नै महत्त्वपूर्ण भूमिका छ। तर आज हाम्रो रहस्यको तालचा खोल्ने चाबी चाहिँ यी मध्ये एउटासँग मात्र छ। अब त्यो मुख्य शक्तिलाई चिनौँ जसले हाम्रो ऊर्जा चुहाइरहेको छ। हाम्रो तेस्रो खण्ड हो तलतिरको खिचाउ। यहाँ हामी अपान वायुको प्रकृति र त्यसको कामबारे गहिरिएर बुझ्नेछौँ। अपान वायु भनेको हाम्रो शरीरमा तल्लोतिर बग्ने ऊर्जा हो। यसको क्षेत्र नाभिदेखि शरीरको तल्लो भागसम्म हुन्छ र यसले मल, मूत्र जस्ता शरीरबाट बाहिर फ्याँकिने सबै कुरालाई नियन्त्रण गर्छ। भन्नुपर्दा यसको प्रवाह गुरुत्वाकर्षण जस्तै प्राकृतिक रूपमा सधैँ तल्लोतिर हुन्छ। र यहाँनिर नै जीवनको एउटा गहिरो द्वन्द्व लुकेको छ। जुन ऊर्जा शरीरलाई सफा र शुद्ध राख्न एकदमै आवश्यक छ, दुर्भाग्यवश त्यही ऊर्जाले हाम्रो सबैभन्दा बहुमूल्य जीवन शक्ति र चेतनालाई पनि शरीरबाट बाहिर फ्याँकिरहेको हुन्छ। कल्पना गरौँ त, हाम्रो शरीर एउटा भाँडो हो जसको पिँधमा एउटा सानो प्वाल छ। अब हामीले माथिबाट जतिसुकै ऊर्जा वा प्राणभित्र हाले पनि त्यो तल्लो प्वालबाट निरन्तर बाहिरिरहन्छ, अनि यो भाँडो कहिले भरिँदैन। यो अपानको शक्ति यति शक्तिशाली छ कि ठूला ठूला योगीहरू पनि यसको प्रभावबाट बच्न सक्दैनन्। भनिन्छ एकपटक महान सिद्ध मत्स्येन्द्रनाथ पनि अपानको यही भयंकर बहावमा फसे र आफ्नो जागृत ऊर्जा गुमाएर सांसारिक मोहमा अल्झिए। सोच्नुस् त, जब यति महान सिद्ध पनि यसको शिकार हुन सक्छन् भने हामी जस्ता साधारण मानिसको के कुरा? त्यसो भए के यो तलतिरको प्रवाहलाई उल्टाउन सम्भव छ त? हाम्रो चौथो खण्डले यही प्रश्नको जवाफ दिनेछ, प्रवाहलाई उल्टाउने। यहाँ हामी त्यो प्राचीन यौगिक प्रविधिबारे जान्नेछौँ जुन विशेष गरी अपानको यो खिचाउ रोक्नकै लागि बनाइएको हो। यो चुहावटलाई नियन्त्रण गर्ने एक विधि छ र त्यो गोप्य साँचो हो बन्धको विज्ञान। बन्धको अर्थ हो सचेत रूपमा शरीरभित्रको ऊर्जाको ढोकामा ताला लगाउनु। यसको सबैभन्दा मुख्य प्रविधि हो मूलबन्ध वा रूट लक। तर यो केवल मांसपेशी खुम्च्याउनु मात्र होइन, यो एक सचेत क्रिया हो। पहिलो चरणमा मेरुदण्डको सबैभन्दा तल्लो भागमा आफ्नो ध्यान केन्द्रित गरिन्छ। दोस्रो चरणमा ऊर्जालाई भित्र र माथितिर तानिन्छ, जसरी कुनै चीजलाई तल खस्नबाट रोक्न खोजिन्छ। यसो गर्दा स्नायु प्रणालीलाई ऊर्जा बाहिर जाने ढोका बन्द गर्न एउटा सचेत सङ्केत पठाइन्छ। ल, अब मानिलियौँ कि अपान वायुको प्रवाह सफलतापूर्वक उल्टाइयो। त्यसपछि के हुन्छ त? हाम्रो 5औं खण्डले यसको नाटकीय र शक्तिशाली परिणामको वर्णन गर्दछ,
भित्रको महाअग्नि। अब शरीरभित्र दुई विपरीत शक्तिहरू टक्राउन तयार छन्। एकातिर प्राणवायु छ, जुन आकाशबाट तल नाभितिर बगिरहेको छ। अर्कोतिर उल्टाइएको अपानवायु छ, जसलाई बन्धको माध्यमले शरीरको आधारबाट माथि नाभितिर नै धकेलिएको छ। र यी दुई विपरीत दिशाबाट आउने शक्तिशाली नदीहरू नाभि केन्द्रमा एक अर्कासँग ठोक्किन्छन्। यही नै त्यो बिन्दु हो, त्यो स्थान हो जहाँ भित्री रसायन घटित हुन्छ। जब प्राण र अपान नाभिमा टक्राउँछन् तब एक भयंकर घर्षण पैदा हुन्छ र यही घर्षणले एउटा महान भित्री अग्नि प्रज्वलित गर्छ, जसले मूलाधारमा युगौंदेखि सुतिरहेको सुप्त कुण्डलिनी शक्तिलाई जगाउँछ। तर यो शक्ति जति आकर्षक र शक्तिशाली छ, त्यति नै खतरनाक पनि हुन सक्छ। हाम्रो अन्तिम खण्डले यही महत्त्वपूर्ण चेतावनी दिन्छ। दुई धारे तरवार। यसले अपार सम्भावना र गम्भीर जोखिमहरू बीचको सन्तुलनबारे बताउँछ। यो उपमाले खतरालाई एकदमै स्पष्ट पार्छ। सोच्नुस् त, यदि 10 वाटको एउटा कमजोर बल्बमा 10,000 भोल्टको करेन्ट पठाइयो भने के हुन्छ? बल्बले उज्यालो दिँदैन, त्यो त विस्फोट हुन्छ। ठिक त्यस्तै, यदि एउटा अपरिपक्व र अशुद्ध स्नायु प्रणालीमा यो महाऊर्जा जागृत भयो भने यसले फाइदा होइन, विनाश निम्त्याउन सक्छ। तर यसको मतलब यो होइन कि ऊर्जामा महारत हासिल गर्न संसार त्यागेर गुफामा नै जानुपर्छ। क्रियायोगका महान सिद्ध लाहिडी महाशयलाई हेरौं। उनी एक गृहस्थ थिए, परिवार थियो, अफिसमा काम गर्थे। तर सांसारिक जिम्मेवारीहरूको बीचमा पनि उनको ऊर्जा सधैँ माथितिर ऊर्ध्वगामी थियो। उनी भागेनन्, बरु जागरूकताका साथ हरेक क्षण जिए। त्यसो भए हामीले के सिक्यौं त? अदृश्य ऊर्जाको चुहावट रोक्न सकिन्छ, तर साँचो मार्ग हतारमा शक्ति जगाउनु होइन। साँचो मार्ग हो पहिले शरीर र मनलाई शुद्ध गर्नु, क्रोध र अनियन्त्रित इच्छाहरूमा ऊर्जा बर्बाद गर्न छोड्नु, र ऊर्जा संरक्षणलाई 1 घण्टाको अभ्यास मात्र होइन, जीवनशैली नै बनाउनु। यो नै सन्तुलनको मार्ग हो। अब चुहावटको रहस्य र त्यसलाई बन्द गर्ने साँचो दुवै थाहा भइसकेको छ। प्रश्न अब यो होइन कि के यो सम्भव छ? प्रश्न अब यो हो, आफ्नो ऊर्जाको पूर्ण मालिक बन्ने यात्रा कहिलेदेखि सुरु गर्ने?